हेलो एभ्रिवान, हामी चाहिँ बेलुका नै पुरा सेटिङ मिलाएर भोलि बिहानै नुहाइधुवाइ गरेर हामी चाहिँ पूजा गर्न जान्छौँ भनेर पुरै सेटिङ मिलाएर हामी बसिसकेका थियौँ। त्यही भएर बिहान ट्वाक्क लाएर उठेर हामी चाहिँ तिनैजना नुहाइधुवाइ गरेर हामी चाहिँ पूजा गर्नलाई हिँड्नु। हेर्नु गाइज, सार्लो भाइ चाहिँ हात लाएर बसिरहेछ, म चाहिँ ट्वाक्क लाएर भनिरहेको छु। हेर्नु, बुढी चाहिँ गोजीमा हात हालेर हिँडिरहेको छ। हेर्नु गाइज, त्यसपछि हामी फाइनली शङ्खमुलको पुल नि पुग्यो। शङ्खमुलको पुलमा पुगिसकेपछि तपाईँलाई म केही भ्युजहरू म देखाउन गइरहेको छु। हेर्नु गाइज, धैर्यको साथ हेर्नु होला। त्यसपछि हामी यता गौशाला जानलाई हामी गाडीहरू हेरेका थियौँ गाइज, अनि हामीहरू गाडी नि हेरेर गाडीमा नि चढिसक्यो। हेर्नु गाइज, अगाडि चाहिँ ड्राइभर थिएन। हेर्नु गाइज, हामी चाहिँ गौशालामा नि फाइनली झऱ्यो। त्यसपछि हामी फुलमालाहरू लिएर हामी चाहिँ भित्र मन्दिरहरू इन गरिसक्यौँ। हेर्नु गाइज, हामी भित्र हिँड्दै हेर्नु गाइज, यताउति हेरेर हिँड्दै जाँदा उता चाहिँ मान्छेहरू जलाइरहेको थियो। बुढीले चाहिँ के जलाएर के को धुवा भनेर भनिरहेको थियो। मैले चाहिँ त्यो मान्छे जलाइरहेको छ नि। हेर्नु गाइज, फाइनली हामी भित्र छिर्यो। उता चाहिँ पशुपतिनाथ महादेवको मेन मन्दिर चाहिँ भित्र थियो। फाइनली हामी चाहिँ भित्र पुग्यो। त्यसपछि हामी उता माथि चाहिँ गएर बुढीलाई बोकेर हात समाएर हिँडेर हामी चाहिँ रमाइलो गरेर गइरहेको थियौँ। हेर्नु गाइज, त्यसपछि हामी गइसक्यो, मन्दिरको बाहिर लाग्यौँ। हेर्नु गाइज, घरतर्फ। अनि बुढी चाहिँ आफ्नै तालामा थियो, म नि आफ्नै तालामा, सालु त झन् आफ्नै तालामा थियो। म दुईजनालाई हेरिरहेको थिएँ कता गयो भनेर। फाइनली हामी प्रसादको पसलमा नि पुग्यो। त्यसपछि प्रसाद सरसाद लिएर हामी गेट बाहिर जान लागिसकेको छ। हेर्नु गाइज, हामी तिनैजना बाहिर जाँदैछौँ। हेर्नु गाइज, हामी चाहिँ फाइनली होप नि पुगिसक्यो। भिडियो मन पऱ्यो भने लाइक र सब्सक्राइब गरिदिनु होला।